हाम्रो पवन दोस्त सदिश अनि हाम्रो यहाँ बाहिर चाहिँ म्युजिकल चेयर चलिरहेको यहाँ चाहिँ झ्याले भइसकेको रहेछ यता चाहिँ हाम्रो साथीभाइ हाम्रो क्लासमा एकदम स्पेसल हाम्रो क्लासमा चाहिँ एउटा यस्तो चिज छ जुनलाई हामीले चाहिँ 0% पनि भ्यालु दिन त्यो हाम्रो चारवटा दुईटा आँखावाला गुरुजी हेलो हाई हाम्रो चाहिँ यो स्टुडेन्ट रेकर्ड मेरो नम्बर चाहिँ नगर्नु गए पनि केटीहरुको चाहिँ हाम्रो क्लास यस्तै छ हैन आज नि हामीले चाहिँ यो पछाडिका बाइक स्कुटी जति स्टुडेन्टले ल्याएर राखेको थियो उता बाहिर राखेको थियो सफा गरेर ल्या खै त अब आलुक बचिरहन् ए चौधरी बाँचिरहन् ए ओए सदिश यस्तो तल तल चाहिँ एकदम खतरा डान्स भइरह खै नाचे आइन नाचाऊ के नाचाऊ नाचाऊ न नाचो 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 यो चाहिँ हाम्रो स्कुलको भाइ युट्युबमा आउँछ है खाना बवाल मुभमेन्ट टिकटकमा ल वाइट ए गेम खेल्ने टोली यहाँ आउट भएको छन् भने भर्खरै हाम्रो क्लासको यहाँ एकजना मात्र हाम्रो क्लासको भाले खुसलाई हेर्दै एक्लै हाम्रो विवेक सर हुनुहुन्छ क्याप्टन विवेक जलागिरीको क्याप्टन जलागिरीको क्याप्टन सरले यहाँ रुल भन्दै जोडिलो जो रोकिन्छ त्यो आउट भन्नु हाल अब हाम्रो भेले दाइ यहाँ चाहिँ के झमेला भइसक्यो यहाँ चाहिँ झमेला भइसक्यो झमेला के भने पिटाइ खाएको कस्तो महरा भिडियो बनाइरहनु न यार अब चाहिँ उता क्लासमा त यहाँ स्टोरी लगाउने क्या हाम्रो सागर को ये आगे नहीं हो सकता
Tuh. Udah enak lu tak? Udah. Ku त्यो नाच्ने म यो नाच्ने कहाँबाट आएको अन्त 24 घण्टा कसरी भिडिन्छ जवानामा जवानामा कलेजमा भेटेको त्यति बेला नि झाँपेतिर अलि झाँपेको के गर्न आएको भेले निक्लियो के भेले निक्लियो के यहाँ भित्र मजा आयो के त लड्काट रही कहाँ गरे आइसो सबै उता चाहिँ सरहरू गएर के भन्नुभयो होइन तर तिमी झ्याप जस्तो छैनन् नि होइन बिराको सर त्यसै गाली गरेको थिएँ सरहरूलाई गाली गरेको मुक्ति सर त्यसरी किन कस्तो फर्स्ट सेकेन्ड थर्ड होइ त गए फर्स्ट सेकेन्ड थर्ड तीन ओ बाबु दिनको फर्स्ट लाइन त्यो कुशल त सेकेन्ड थर्ड अब जो निक्लिन्छ त्यो थर्ड त्यसपछि जो निक्लिन्छ त्यो सेकेन्ड ऊ त दाइलाई चाहिँ स्कुलबाट त पाइदिए र चन्द्र सूर्य जङ्गी निशान हाम्रो रगत छरियो त्यो हाम्रो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो यहाँ चाहिँ म्युजिक सिस्टम हल्का बिग्रिँदै त्यस्तो राम्रोसँग बोले यार त्यसै त मुक्ति सर गएर यार पागल जस्तो के भन्नु सर ए त्यस्तो राम्रोसँग बोले हात जोडेर राम्रोसँग बोले अन्त सरसित कृष्ण सरसित के भन्नु छ झापमै खाएनन् कि त्यसै झ्यापमा भए पनि त्यस्तो राम्रोसँग बोले आफ्नो फेस देखाएर गराउन ब्लग सबै फर्स्ट गेला सर 8 मिनेट ल थर्ड तो आइयो सब आइयो आयो ल को सेकेन्ड को फर्स्ट है त ल हाम्रो पर्वतज्यू चाहिँ उहाँ पुरा खम्बा फुल सिरैमा उहाँ चाहिँ एकदम राम्रोसँग कुरा गर्दै कृष्ण सरले यहीँ बस्छ केही हुन भन्नुभयो मैले यहाँबाट बुझिसकेँ अलिक खतरा गीत बजाउनु पर्छ कि लास्टमा त साथीहरू ल्याएर के गर्यो अब यहाँ बस आऊ हटा त बुद्धि
अगाडि जाँदा चाहिँ नै अर्को गर्नु